नमस्ते 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 म सागर शर्मा। आज हामी हाम्रो महासचिवज्यू पदम खड्का त्यसपछि हाम्रा दुईजना भाइहरूलाई लिएर हामी यो छुङछङ नामदोको थाङजिनमा रहेको पहाड चढ्न जाँदैछौँ। आमिसान भन्ने एउटा पहाड छ, त्यहाँ जाँदैछौँ। आज हामी यहाँ जाने क्रममा यो बजार सिजाङमा आएर यता हामीले यो विभिन्न परिकार सुन्तला लगायत यो दालमेटहरू, चाउचाउहरू प्लस पानीहरू सबै चिजको तयारी गरेर किनेर यो रेड बुल पनि रहेछ होइन, त्यो तयारी गरेर हामी त्यहाँ जाने जमर्को गरिरहेका छौँ। त्यहाँ गइसकेपछि हामीले तपाईँहरूलाई विभिन्न विषयमा जानकारी गराउने छौँ। ठाउँ कस्तो रहेछ, अब त्यहाँ गए पछाडिका फाइदा बेफाइदाहरू सबै कुराहरू जानकारी दिनेछौँ। हामी अब कोरियाको सान चढ्न जाँदैछौँ है। सान चढ्ने भन्नाले कोरियामा पहाड चढ्ने हो। नेपालमा पहाड धेरै अग्ला भएकाले साना पहाड चढ्ने कुरा अनौठो लाग्छ। तर कोरियामा 5 दिन काम र 2 दिन बिदा हुने हुन्छ। हप्ताभरिको भिडभाड, तनाव, कम्पनीको तनावलाई कम गर्न र स्वच्छ र प्राकृतिक हावाको आनन्द लिन पहाड चढ्ने गर्दछन्। कोरियामा पहाड चढ्ने विदेशीभन्दा कोरियनको सङ्ख्या धेरै भेटिन्छ। हामी पनि आज पहाड चढ्ने उद्देश्यले एकै कम्पनीमा काम गर्ने साथीहरू मिलेर पहाड चढ्दैछौँ। शर्मा, कमल देवकोटा, तेजेन्द्र खत्री सहित म गएको ट्याक्सीमा हामी लागिसक्यौँ। अब चट्ट लागेर बाटोमा होइन। 안녕하세요. 인기 있는 산? 여기서는 당진에서 아미산이 제일 인기 있대요. 그래요? 당진에서는 아미산밖에 없어요. हामी आमिसान जाने भनेर ट्याक्सी चढ्यौँ। ट्याक्सीको ड्राइभर पनि निकै रमाइलो हुनुहुँदो रहेछ। हामीले उहाँलाई इन्सा गऱ्यौँ र हामीले कोरियनमा वार्तालाप सुरु गऱ्यौँ। हामी पहाडको बारेमा जानकारी लिँदै र हाम्रो देशमा रहेको सगरमाथा एभरेस्टको बारेमा पनि कुरा गर्दै गयौँ। हाम्रो कुरा सुनेर ड्राइभर पनि निकै खुसी हुँदै थप कुरा गर्दै भने कोरियामा पनि पहाड चढ्ने एकदमै धेरै हुन्छ र कोरियामा हामी चढ्दै लागेको पहाडको बारेमा पनि उनले जानकारी गराए। आमिसान पहाड हेर्दाखेरिमा आँखाको परेला जस्तो देखिने भएकाले सुन्दर केटीको परेला भन्ने अर्थमा चाहिँ आमिसान नाम राखिएको भन्ने कुरा हामीले जानकारी पायौँ। खेङ्चिगा त छुवायो। 진짜요? 여기가 아미산. 아미산이에요. 1봉, 2봉, 3봉. 세 개 있잖아요. 1봉, 2봉, 3봉. 여기 가야 돼. 그러니까 1봉이 제일 높아. 저쪽에 있는 거. 맨 끝에. हामीले चढ्ने भनेका 3वटा डाँडाहरू हुन्, अर्थात् कोरियाका पहाडहरू। ससाना पहाडहरू छन्। 1 नम्बर हुँदै 2, 3 नम्बर जानेछौँ। 3 नम्बर सबैभन्दा अग्लो छ, जसको उचाइ रहेको छ समुद्र सतहबाट 349.5 करिब 350 मिटर अग्लो। हामी अब यहाँबाट पहाड चढ्न सुरु गर्दैछौँ है कोरियामा। ट्याक्सीले पहाड चढ्न सुरु हुने ठाउँसम्म पुर्याइदियो। त्यसपछि हामीले लोकेसन हेऱ्यौँ र हामीले लिएका खाजा, नास्ता, पानी, फलफुल लगायत सबै चिजहरू बोकेर हामी गन्तव्यतिर उकालो लाग्यौँ। यहाँबाट पछि झर्ने, यहाँबाट पहिला जाने है। ल गाइस है, हामी यहाँबाट पहिलोमा जान्छौँ। त्यसपछि त्यहाँबाट दोस्रो, तेस्रो 3टा छन् डाँडाहरू। त्यहाँ चढ नेपालमा खुब पढियो। टोङसाङ खालको पहाडको बारेमा माउन्टेन जाने भन्ने कुरा धेरै पढियो। आज सम्म त्यो
जुडेको थिएन आज पहिलोचोटि जुडाइएको छ फुल पनि फुलेको छ है जङ्गलमा फुलेका छन् अति रङ्ग भइरहेछ हाम्रो सागरजीको एकदम मन पुरा फुरुङ हरदारै हुनुहुन्छ गाउँका जङ्गलमा गए जस्तो भइरहेछ हाम्रो मामाजी पनि टक्क यसो होइन घरबाट आउनुभयो यसो बाटरी लेक चलेर आउनुभयो उकाली हिँड्दै हिँड्दै हामी रमाइलो वातावरणको एकदम प्राकृतिक सुन्दरताको आनन्द लिँदै साथीहरूका गफमा रमाइलो गर्दै एकअर्काका गफ सुन्दै हामी अगाडि बढ्यौँ। साथीहरूले बेला बेलामा हँसाएर एकदमै निकै मनै फुरुङ्गै बनाउँथे। त्यो आनन्द यस्तो थियो जुन वर्णन गरी साध्यै छैन। चढाइ चाहिँ मेरो पहिलो हो जहाँ त म अब त ठुलोतिर गएको थिएँ अब तर यसरी नर्मल नजिकै बाबाको कुरा सुन्नु हो सब कुरा बाबाले सुन्नु पर्यो यत्तिकै जाने है म त पछाडि जोइ आजको योजनाकार बस्छौँ एकछिन त्यसपछि उकालो लाग्ने हो। ढुङ्गाबाट लेखेको छ साथीहरू यहाँ थाकेर अब खाने चिज रेडी हुँदैछ। अब हामी टक्क रेडबुल सेडबुल खाएर यहाँ फोटोसोटो खिच्यौँ। अब थोरै टक्क सफ्ट ड्रिङ्क लिएर हामी उकालो लाग्छौँ है गाइज। ल तेजु निकाल्नु त के छ ल ल चेस 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 तेजु ल ल है वाइफाई ल ल हामी उकालो लाग्यौँ है गाइज। टक्क शीत ए तेजुले हँसाए उकालो लाग्यो। हामी अब पहिलो चुचुरो पुग्दैछौँ है। यहाँ 3 चुली छन्। डर का आगे जीते भने जस्तै रेडबुल का आगे क्या है। हामी पहिलो पहाडमा आयौँ। बडा आनन्द एकदम सरल है। अरू साथीहरू फोटोसोटो खिच्दैछन्। क्या आनन्द आइरहेको छ। एकदम स्वतन्त्रता फिल भइरहेको छ। ओके हामी पहिलो डाँडामा पुग्यौँ। त्यसपछि साथीहरू फोटो भिडियो र त्यहाँको आनन्ददायी वातावरणमा रमाउँदै फोटो भिडियो खिच्दै प्रकृतिलाई नजिकबाट महसुस गर्दै पहिलो चुचुरोमा पुग्दाको आनन्द नै बेग्लै थियो। त्यसपछि हामीले फोटो भिडियो टिकटक बनाएर त्यसपछि हामी त्यहाँबाट अर्को डाँडाको गन्तव्यतिर लाग्यौँ। भिडियो ल ल ल ल साथी हो पुरै रुखहरू फोटो खिचेर केही बाँकी राखेनौँ है। अब भिडियो सिडियो बनायौँ। अब हामी सामान लिएर लाग्दैछौँ। ल तेजु है केही बेर नाच्दै गाउँदै रमाइलो गरिसकेपछि उकालो लाग्दै हामी दोस्रो डाँडामा पुग्यौँ। दोस्रो डाँडामा पुग्दै गर्दा पनि बेग्लै आनन्द थियो। दोस्रो अग्लो चुचुरोमा आइरहेछौँ। अब यताबाट हामी यता जाने तेर्सोमा केटाहरू चाहिँ पुरा टिकटकमा लागिरहेछन्। कमल भाइ पुरै क्यामेराम्यान, हाम्रा 2 जना डान्सरहरू। ए क्यामेराम्यानको पोजिसन हेरौँ न। हाइट
दोस्रो डाँडा सकिएपछि हामी तल झर्छौँ। तल थोरै झरेपछि समथर ठाउँमा एक्सर्साइज गर्ने ठाउँहरू छन्। हाम्रा साथीहरू पनि सकेको एक्सर्साइज गर्नतर्फ लागे। त्यो हेर्दै रमाउँदै र एक्सर्साइज गर्दै अगाडि बढ्यौँ हामी। मैले पनि केही एक्सर्साइज गर्ने कोसिस गरेँ, अन्य साथीहरूले पनि एक्सर्साइज गर्नुभयो। त्यो रमाइलो गर्दै हामी त्यो बाटो पनि बिस्तारै अगाडितर्फ जान्छौँ। हामी चाहिँ यो 3टा साना टाकुरी छन्, त्यसको हामी 2टा चढेर अब अन्तिमकोमा आएका छौँ। साथीहरू हामी अन्तिम टुप्पामा यसमा चढेर केटाहरूलाई माउन्ट एभरेस्टको फिल आयो भन्दैछन्। हामी सानो यो अब हाम्रो फोटो भिडियो यहाँ खिच्ने हो। यहाँ माथि चढेर सबै हेर्न मिल्ने छैन। यो आमी सान यो आर्किटेक्ट होइन, यत्तिकै बनाएको हो, यो कोडा बनाएको छ। अब हामी यहाँबाट भ्युज हेर्छौँ। यताबाट दामी दामी देखिन्छ, राम्रा सिनहरू। आहा, समुद्र पनि देखिएको छ यहाँबाट। यहाँदेखि सबै देख्न पाइन्छ। आनन्द साँझ पख है। यो साँप के छन् पर रह्यो। अनि त्यस है अब हामी चटपटे खाँदैछौँ यहाँ आएर। एकदम राम्रा दृश्यहरू हेरेर बसेर अब दालमट सालमट चटपट चाउचाउ नेपालको वाइ चाउचाउ ट्याक्क लाएर चटपट खाइन्छ। पानी सानी खाएर अनि टक्क ओह्राल लाग्ने। अब यो सबभन्दा अग्लो पहाडमा आइसक्यौँ हामी। आमिसानमा छौँ। यस्तो चाहिँ आमिसानको विशेषता यहाँ कोरियनमा लेखिदिएको छ, यहाँ पनि हेर्न सकिन्छ। यो हो आमिसान। 349.5 मिटर छ यसको उचाइ। ट्याक्क यहाँ नेटवर्क सेटवर्क सबै राखिदिएको छ डाँडामा। एकदम ऊ छ टक्क लाएर यहाँबाट चारैतिरको दृश्य देखिन्छ। यस्तो बस्ने पनि बनाइदिएको छ यहाँ। कोरियाको विकास डाँडामा पनि देख्न पाइन्छ। ल यति बेला हामी टक्क लाएर साँझको भ्यू हेरेर होइन अब हामी रिटर्न हुँदैछौँ। हामी आमिसान टापुबाट रिटर्न हुँदैछौँ 4 जना। हामीले खाएका चिजहरूको फोहोर सबै कलेक्सन गरेर अब हामी तल झर। यो जुन छ नि फ्रेस क्या, फ्रेस यो भनेको द क्वालिटी अफ लाइफ हो क्या। यतिको छ नि, यतिको प्राकृतिक सुन्दरता चाहिँ, यस्तो नेचुरल हावा चाहिँ मुस्किलले पाइन्छ। यो भनेको प्राकृतिक सुन्दरता। ल कुछ दिउँ केटा हो। नमायाले साइली पुर्यायो धोको, नमायाले साइली
नाच्दै गाउँदै खाँदै व्यायाम गर्दै प्रकृतिसँग रमाउँदै उकाली ओह्राली झर्दै हामीले आजको कोरियाको आमिसम पहाड चढ्ने हाम्रो गन्तव्य सफल पारेका छौँ। तपाईहरू पनि हेरेर आनन्द लिनुहोला। थ्याङ्क यू फर वाचिङ। लाइक, कमेन्ट, शेयर एन्ड सब्सक्राइब। थ्याङ्क यू अल।